परम दयाल परम प्रेममय श्री ठाकुर अनुकूल चन्द्रज्यूको श्री चरणमा कोटि कोटि प्रणाम। परमाराध्य जगत जननी लक्ष्मी बर्माको श्री चरणमा कोटि कोटि प्रणाम। परम पूज्यपाद पितृदेव श्री श्री बर्दाको श्री चरणमा कोटि कोटि प्रणाम। परम पूज्यपाद श्री श्री आचार्य देवको श्री चरणमा कोटि कोटि प्रणाम। उपस्थित सम्पूर्ण दादा माहरू सबैको मेरो हार्दिक र आनन्दित जय। ठाकुरजीको बारेमा कुरा गर्दाखेरि एकपटक एकजना भक्त ठाकुरकोमा जानुभयो। ठाकुरकोमा गएर भक्तले सोध्नुभयो, ठाकुर तपाईँ वास्तवमा हो चाहिँ के? कसैले तपाईलाई गुरु भन्छन्, विश्वगुरु सद्गुरु भनेर तपाईको प्रचार गर्छन् र उहाँ गुरुबाट दीक्षा लिनुपर्छ, सतनाम लिनुपर्छ भन्न आउँछन्। कोही तपाईलाई स्वयं नारायण नै हो, तपाईँ भगवान हो, ईश्वर हो भन्छन् भने कसैले त तपाईलाई अवतारी अर्थात् परम पुरुषोत्तम पनि भन्दछन्। तपाईँ हो के भनेर ठाकुरलाई सोध्छन्। त ठाकुरले त्यसमा के भनिदिनुहुन्छ भने तिमीले मलाई जुन तरिकाले प्रेमले जुन अवस्थाले जुन सम्बन्धले तिमीले मलाई पुकार्छौ म त्यही नै हुन्छु तिम्रो लागि। मलाई कसैले देवता भनेर म देवता हुने अथवा भगवान भनेर त्योभन्दा माथि हुने अथवा परम पुरुषोत्तम भनेर त्यो हुने अथवा म सानो भइहाल्ने ठुलो भइहाल्ने त्यो केही पनि होइन। तिमीले मलाई जुन भावले स्मरण गर्छौ, तिम्रो मैले भनेको बाटोमा हिँडेर मैले भनेका कुराहरू पालना गरेर तिमी आफूलाई, आफ्नो परिवारलाई, समाजलाई अगाडि बढाउँछौ र मलाई प्रेम गर्छौ, मसँग जोडिन्छौ अनि तिमीले मलाई जे रूपमा मनोनयन गर्छौ म तिम्रो त्यही हो। त ठाकुरले भनिदिनु भएछ। अनि फेरि उहाँले के भन्नुभयो भने तर मलाई त के लाग्छ भने तिमीले मलाई भगवान, आकाशको भगवान बनाएर राख्नुभन्दा जब तिमीले मलाई एकदमै प्रियजन, आफ्नो सबैभन्दा नजिकको मान्छे, नजिकको गार्जियन, घरको एउटा सदस्य बनाएर राख्छौ भने म त्यसमा झन् खुसी छु। यो ठाकुरको आशय के हो भने आज हाम्रो सोचाइ के हुन्छ भने भगवान भनेपछि भगवान सर्वशक्तिमान छन्, भगवानलाई केही पनि चाहिँदैन, भगवान सबैका आवश्यकताहरू पुरा गर्ने एउटा सबैको दास, दासानुदास होइन, भगवानसँग हरेकले सबै कुराहरू माग्ने अनि आफूले गल्ती गरेपछि भगवानको अगाडि गरेन भन्ने, भगवान तिमी त अन्तर्यामी छौ, तिमीलाई सबै थाहा छ भन्ने, त्यहाँ गएर नबोल्ने, नभन्ने, आफ्नो गरेका पापहरूको मुखले बोलेर त्यो कातर कण्ठले स्वीकार गर्ने अथवा प्रायश्चित गर्ने त्यो तरिकामा नजाने मान्छेहरूको यो स्वार्थ बुद्धि हुन्छ। त ठाकुरले त्यो किसिमले मलाई भगवान बनाएर तिमी नराख, मलाई ठाकुर बनाएर नराख, बरु मलाई तिम्रो परिवारको सदस्य बनाएर राख। वास्तवमा यो निकै गहिरो कुरा छ। ठाकुरलाई हामीले परिवारको सबभन्दा मान्यजन, ज्येष्ठ सदस्यको रूपमा, हाम्रो अभिभावकको रूपमा यदि हामीले परिवारमा राख्यौँ भने हाम्रो चारैतिरबाट रक्षा हुन्छ। जस्तो हाम्रो घरमा मिठो मसिनो पाक्छ, हामी खान्छौँ तर ठाकुरलाई भोग लगाउँदैनौँ, अथवा भनौँ हामी फलफुलहरू, मिठाईहरू बनायौँ घरमा तर घरको ज्येष्ठ सदस्य हाम्रो चाहिँ अभिभावक ठाकुरलाई त्यो सम्झेनौँ भने हामीले उहाँलाई घरमा सजाएर राखेर मात्रै केही काम छैन। अब दसैँ आयो, हामी सबै आफ्ना निम्ति किनमेलहरू गर्छौँ, सबैले नयाँ कपडाहरू किन्छौँ घरका सबै सदस्यलाई, तर ठाकुरलाई एउटा आसनको अथवा केही सेतो एउटा टालो केही होइन भएपछि ठाकुरको आसन सफा हुन्छ। त्यतातिर हाम्रो ध्यान गएन भने त्यो हामीले ठाकुरलाई
ठाकुरको इच्छा अनुसार मानेको भएन। एकपटक यस्तै कुरामा गुरु परिवारमा मैले सुनेको थिएँ। पूजनीय बिङ्की दाले त्यो बेलामा भन्दै हुनुहुन्थ्यो, ठाकुरलाई तिमी देवता भन, भगवान भन, ईश्वर भन, परब्रह्म भन, जेसुकै भन, तर ती सबैभन्दा माथि हो। ठाकुरको आसन त्यो सबैभन्दा माथि छ। तिमीले उहाँको अनुमान गर्न, आकलन गर्न सक्दैनौ। उहाँको दयाले पृथ्वीमा, धराधाममा पटक पटक विभिन्न अवतारमा नारायणहरू आउनुहुन्छ। अब यो कुरालाई हामीले परिवारमा जस्तो बच्चाहरूसँग पनि कुरा गर्दाखेरि बच्चाहरूलाई सोधिन्छ नि, तिम्रो परिवारमा कतिजना छन् भनेर। त्यो भन्दाखेरि बच्चाको मुखबाट एकजना ठाकुरको नाम नछुटोस्। जस्तो परिवारमा हामी चाहिँ 5 जना छौँ भने सबभन्दा पहिले ठाकुर, त्यसपछि हजुरबा, हजुरआमा, बुवा आमा। यो हिसाबले बच्चाहरूले पनि सम्झ्यौँ र त्यही हिसाबले हामी आफू पनि चल्न आवश्यक छ। यदि हामीले त्यो अनुसारको व्यवहार गरेनौँ भने बच्चाहरूमा पनि त्यो जाँदैन। र यसले हामीलाई यसरी व्यवस्थित गरिदिन्छ कि हामीले नजानेरै हाम्रो परिवार कसरी सुन्दर तरिकाले अगाडि बढिरहन्छ, कसरी विभिन्न हन्डरहरू, ठक्करहरू, अवरोधहरू आउँदाखेरि परिवार विच्छिन्न हुनबाट, पथभ्रष्ट हुनबाट जोगिन्छ, हामीले त्यसको अनुमान गर्न सक्दैनौँ। हामी सत्सङ्गीहरू सबैभन्दा पहिले बिहान ठाकुरलाई इष्टवृत्ति गरेर जीवनको सुरु गर्छौँ। हरेक दिन हाम्रो छुट्टै जीवन, तर हरेक दिन हामीले इष्टवृत्ति गरेर हातमा पैसा लिएर ठाकुरलाई चढाएर अनि त्यसपछि जीवनको सुरु गर्छौँ। अब यसमा के छ भने हामीले गुरुलाई त्यसमार्फत खुवाइरहेका छौँ। एकदम श्रद्धाले हामीले चाहिँ त्यो इष्टवृत्ति गर्छौँ। यसमा के छ भने जस्तो हामी एउटा कुरा के देखिरहेका हुन्छौँ, सामान्य मानिस एउटा अविवाहित अवस्थामा मानव उसले चाहिँ केही कमाइ गरिरहेछ, 25,000 30,000 कमाइरहेछ भने बिहा गर्यो भने उसको श्रीमती हुन्छ, बच्चा हुन्छ र उसले ती सबैलाई भरण पोषण गर्नुपर्ने हुन्छ, स्वास्थ्य शिक्षा पुर्याउनु पर्ने हुन्छ भनेर थप मेहनत गर्छ, थप बुद्धि लगाउँछ, जुक्ति लगाउँछ। उसको आर्जन गर्ने क्षमता पनि बढ्छ, अवश्य बढ्छ। त हामीले त्यसमा गुरुलाई पनि थपेका छौँ। गुरुलाई पनि मैले भरण पोषण गर्नुपर्ने हुन्छ, मैले इष्टवृत्ति गर्नुपर्ने हुन्छ, उत्सवहरूमा अर्घ्य दिनुपर्ने हुन्छ, हाम्रो केन्द्रहरू मन्दिरमा अथवा भनौँ हाम्रो चाहिँ उपयोजना केन्द्रहरूमा पनि मेरो थोरै भए पनि दायित्व हुन्छ। त मैले त्यसको लागि थप मेहनत गर्नुपर्छ र थप आर्जनको बुद्धि मैले लगाउनु पर्ने हुन्छ भने यसले हाम्रो क्षमतालाई बढाइदिन्छ। हामीमा एउटा सोचाइ के हुन्छ भने ओहो ठाकुरकोमा जाने, अब त्यहाँ कुरो त पैसाको छ, इष्टवृत्ति गर्नबाटै सुरु भयो। सबभन्दा पहिले दीक्षा लिने बित्तिकै भोलिपल्टबाट इष्टवृत्ति भने मान्छेको बुद्धिमा अलिकति नकारात्मकता भरिन्छ। त यदि उसले ठाकुरले भनेको मार्गले चल्छ भने उसले ठाकुरलाई जब 1 दिएर आउँछ, त्यो 1 को बदलामा उसले 100 पाउँछ। त्यो अवश्यम्भावी छ, त्यसमा कुनै छैन। ठाकुरले त्यत्तिकै हामीलाई यो बाटोमा लगाउनु भएको छैन। आज हामी जहाँ गए पनि गुरुभाइहरू पाउँछौँ। विश्वको कुनै यस्तो ठाउँ छैन, अहिले देश छैन जहाँ चाहिँ ठाकुरको सत्सङ्गीहरू नपुगेका हुन्। ठाकुरको दया हामी सबैमाथि यसै गरी रहिरहोस्। हाम्रो निष्ठा ठाकुरको चरणमा अटल रहोस्। हामी सबै स्वस्थ, शान्त र
उन्नतिको मार्गमा चल्न सकौं, ठाकुरका आदर्शहरूलाई पछ्याउन सकौं। यही प्रार्थना ठाकुरको चरणमा गर्दै आफ्नो दुई शब्द यही टुङ्ग्याउँछु। जय गुरु।